नमस्ते, अन्यस्यो म तपाईँकै कुरिन भाषा परिषद रुद्रबहादुर फ्यान। यस नेपालकै उत्कृष्ट गोल्डन फ्युचर कुरिन भाषा सेन्टर कोटेश्वर काठमाडौँबाट यहाँहरू समक्ष च्याप्टर 20 अथवा लेसन 20 यहाँहरू समक्ष लिएर आएको छु। यहाँहरूले एकदमै ध्यान दिएर सुन्नुहोला। जसमा रहेको छ टपिकमा रहेको छ इन्टरनेट वा स्मार्टफोन। इन्टरनेट भनेको इन्टरनेट र स्मार्टफोन भनेको स्मार्टफोन है, स्मार्टफोनहरू जसमा हामी इन्टरनेट भन्ने बित्तिकै इन्टरनेटबाट हरेक कुराहरू हामी डाउनलोड गर्नदेखि लिएर हरेक एप चलाउनेदेखि लिएर हरेक कुराहरूको के हो त सञ्चालन गर्दै आएका छौँ। किनकि मान्छे इन्टरनेट बिना अहिलेको जमाना एकदमै अधुरो हुने गर्छ। त्यसकारण अहिलेको जमानै स्मार्ट हो। त्यसकारणले गर्दा हामी आजको पाठ भइरहेको छ, यहाँ देख्न सक्नुहुन्छ यहाँहरूले चाहिँ इन्टरनेट हो। इन्टरनेटमा जस्तै यहाँनिर चलाइरहनु भएको छ। अब हामीले यस पाठमा चाहिँ विशेष गरी अवैका कुरा र छङ्बो मुन्न यहाँहरू समक्ष लिएर आएको छु। यहाँहरूले एकदमै ध्यान दिएर हेर्नु होला है त। राम्रो छ। जसमा हेर्न सक्छौँ हामीले अवै शब्दमा के छ भने इन्टरनेट फल्लेन सम्बन्धी अवै, इन्टरनेट सम्बन्धी अवै हो। जस्तै हामीले चित्र देखिरहेका छौँ। इन्टरनेट भनेको इन्टरनेट, वेबसाइट भनेको वेबसाइट, होम पेज भनेको होम पेज, ब्लगु भनेको ब्लग। हामी विभिन्न खालका ब्लगहरू बनाउने गर्छौँ हैन, त्यो ब्लगु ब्लग, इमेल, थम्सेक सर्चहरू गर्ने गर्छौँ। अन्य कुराहरू केही कुराहरू खोज अनुसन्धान गरौँ, होटेलदेखि लिएर हरेक कुराहरू सर्च गर्ने भयो। च्याटिङ भनेको च्याटिङ, हामी च्याट गर्दैछौँ यताबाट यता यताबाट यता, च्याटिङहरू भयो। मोबाइल मेसेन्जरदेखि लिएर हरेक कुरामा। वासाङ च्याटिङ भनेको भिडियो च्याटहरू भयो, विभिन्न खालका भिडियो च्याटहरू भयो। अर्को छ वेयुन खाइब सदस्य दर्ता र वेयुन फाल्थ्यो भनेको सदस्य रद्द गर्ने कुराहरू भयो, दर्ता गर्ने कुरा र रद्द गर्ने कुराहरू भयो। आइडी फिमेल भन्नु आइडी अथवा गोप्य नम्बर, सेक्युरिटी नम्बर। रोगिन भनेको लगइन, रोग आउट भनेको लग आउट। इन्टरनेट क्याफे भनेको इन्टरनेट क्याफे। सबै के छ भन्दा इन्टरनेटका कुराहरू सम्बन्धी पर्दैछ। यसमा फेरि हामी यता है त। जस्तै यहाँनिर हेर्दैछौँ हामीले स्मार्टफोन फाल्दैन है। स्मार्टफोन जस्तै तपाईँको मोबाइल फोनका हरेक प्रकारका के हो त फङ्सनहरूदेखि लिएर त्यसमा डाउनलोड गर्नेदेखि लिएर त्यसका एपहरूदेखि लिएर त्यसमा हामी के हो त लाइक कमेन्ट गर्ने कुराहरूदेखि लिएर वाइफाईहरूदेखि लिएर हरेक कुराहरू यहाँ तपाईँहरू समक्ष मैले देखाइरहेको छु। जसमा स्मार्टफोन भनेको स्मार्टफोन। अर्को छ एप्लिकेसन भनेको एप्लिकेसनलाई एप पनि भनिन्छ अथवा एप्लिकेसनहरू विभिन्न खालका एप्लिकेसनहरू भयो। अर्को छ एसुआनेसु भनेको भनेपछि एसएनएस भनेको हामी के छ सोसल नेटवर्क सर्भिस। सोसल नेटवर्क सर्भिस भनेदेखि हामी के छ भने फेसबुक, ट्विटर, इन्स्टाग्राम अनि काकाओटक, टिकटक यी कुराहरू बुझ्छौँ हामी। जसलाई एसएनएस भनेको सोसल नेटवर्किङ सर्भिस भनिन्छ। अर्को छ मोबाइल मेसेन्जी भनेको मोबाइल मेसेन्जर, मोबाइलमा पठाउने यसरी मेसेन्जरहरू भयो। अर्को छ इमोथेकोन भनेछ, इमोथेकोनहरू भयो लाइकहरू गर्ने कुराहरूमा, कुनै केहीहरू भयो फाइबरहरूमा। वाइफाई भनेको वाइफाई है, वाइफाई भयो। त्यसै गरी हामी अर्को देख्न सक्छौँ मेसेजहरू फोनेदा भनेको मेसेज पठाउने भयो, जसलाई मुन्जा पनि भन्छ। मेसेजहरू वागिनादा पठाएको मेसेज चेक जाँच गर्ने कुरा भयो। थेकुरुल थाल्दा भनेको लाइक कमेन्ट गर्नु, थेकुरुल थाल्दा। ओल्लिन भनेछ, यहाँ चाहिँ के लेखेछ भने ओल्लिदा भनेको माथि चढाउनु, ओल्लिदा भनेकै अपलोड थ्रु आधा अपलोड गर्नु, अथवा जसलाई ओल्लिदा भनेको माथि चढाउनु अथवा अपलोड गर्नु। अर्को छ नेरिदा, नेरे फात्ता। अर्को छ डाउनलोडु हादा भनेको डाउनलोड गर्नु। अनि अर्को छ छजाङ हादा भनेको स्टोर गर्नु। सबै एपहरूलाई चाहिँ हामी एउटा फाइल बनाएर त्यसलाई के हो त सुरक्षित राख्नु।
सम्बन्धी आज तपाईलाई जुन इन्टरनेट र स्मार्टफोन सम्बन्धीको यहाँहरूलाई विशेष गरी यिनीहरू भन्दा पनि छङ्गुहरू मुना धेरै कारण भएकाले यहाँहरूलाई मैले त्यो लिएर आएको छु। एकदमै ध्यान दिएर सुन्नु। जसमा रहेको छ छङ्गो वा मुन्वा अथवा मुन्वा वा छङ्गो संस्कृति र जानकारी। इन्टरनेट सम्बन्धीको हामी त्यसको संस्कृति र जानकारी अघि भर्खर हामीले हेऱ्यौँ। विभिन्न कुराहरू डाउनलोड गर्नेदेखि लिएर मेसेज पठाउनेदेखि लिएर अनि हामी विभिन्न खालका इन्टरनेटका सामग्रीहरू जस्तै हरेक कुराहरू चलाउनेदेखि लिएर त्यसका सर्भिसहरूदेखि लिएर हरेक कुराहरू हेऱ्यौँ। अब हामी त्यसमा डेलिभरी कसरी गर्ने, कसरी चाहिँ हामी सामान मगाउने भन्ने कुरा रह्यो है त। जसमा छ फेदाल एप भनेको, फेदाल भनेको चाहिँ डेलिभरी एप्स, डेलिभरी एप्स। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ डेलिभरीका एपहरू। जस्तै हेरौँ त सामानहरूको प्राइजहरू, सामानहरू हरेक कुराहरू हामीले त्यसलाई सन्थेक छनौट गरेर आफूलाई मनपर्ने सामानहरू हामीले छनेर अर्डर गर्न सकिन्छ है। जसमा रहेको छ छङ्गु 한국은 음식 फेदाल 문화가 매우 달달한 나라입니다. 한국은 कोरियामा चाहिँ 음식 खानेकुरा, फेदाल भनेको डेलिभरी, मुन्वागा भनेको कल्चर संस्कार चाहिँ मेउ भनेको ज्यादै अनि फाल्दारान भनेको विकास भएको नारायणिता देश हो। कोरिया चाहिँ खानेकुराहरू चाहिँ डेलिभरी गर्ने संस्कृतिको चाहिँ ज्यादै विकास भएको देश हो। संस्कार संस्कृतिको विकास भएको देश हो। छनवाना फोन वा एप भनेको एबुल भनेको चाहिँ हामी के भन्छौँ भने एपहरू भयो। फोन वा फोनको एपहरू थोङ्गाय मार्फत वनानुन भनेको चाहेका उम्सिगुन खानेकुरालाई, वनानुन भनेको आफूले चाहेको इच्छाएको, छाङसोरु भनेको ठाउँमा चाहिँ पारुगो छिट्टो गरी चाहिँ खानफेन हागे, यो खान्दान आधाबाट आएको र फेन आधाबाट दुईटा भएर चाहिँ खानफेन हागे भनेको छ। एकदमै सहज र सहज तरिकाले फेदाल सिकिल्सु सिम्दा डेलिभरीबाट अर्डर लिन सकिन्छ। सिकिदा भनेको केही कुराहरू फोनहरू मार्फत अथवा केही मार्फत तपाईँले मगाउनु भन्ने कुरा बुझिन्छ। डेलिभरी र अर्डर गर्न सकिन्छ भनेको फोन वा एपहरू मार्फत आफूले चाहेको खानेकुराहरू आफूले चाहेको ठाउँमा चाहिँ छिट्टो र सहज तरिकाले डेलिभरी मगाउन सकिन्छ। थुकी विशेष गरी छैगिनुनेन हालचालै, विशेष गरी हालचालै छैगिनुनेन हालचालै फेदाल भनेको डेलिभरी एप्स मार्फत चाहिँ थुङजाङ्गुरो आगमन उम्सिगुन भनेको त्यो जुन तपाईँको चाहिँ फेदाल एप्सहरू भयो, डेलिभरी गर्ने एप्स चाहिँ थुङजाङ्गुरो आगमन भएर चाहिँ उम्सिगुन खानेकुरा चाहिँ फेदाल सिक्नुन कसे डेलिभरी गरेर मगाउने कुरा चाहिँ थौक भनेको अझ हेलियस हेज्यास सुनिदा अझ सहज हुँदै गएको छ भनेको छ। एकचोटि नेपालीमा कोरियामा चाहिँ खानेकुरा डेलिभरी गर्ने संस्कारको ज्यादै विकास भएको देश हो। फोन वा एप थुङ्गाइ मार्फत आफूले चाहेको खाना र आफूले चाहेको ठाउँमा चाहिँ छिट्टो र सहज र सुविधा तरिकाले चाहिँ डेलिभरी गरेर मगाउन सकिन्छ। विशेष गरी हालसालै चाहिँ फेदाल एप भनेको डेलिभरी गर्ने एप चाहिँ थुङजाङ्गुरो भनेको आगमन, यो नयाँ एप चाहिँ आगमन भएकोले चाहिँ खानेकुरा डेलिभरी गरेर मगाउने कुरा चाहिँ अझ एकदमै सहज र कम्फर्टेबल भएको छ। बुझ्नुहुन्छ नि यहाँले? भनेको अहिले आएको नयाँ खालको एपबाट चाहिँ हामीलाई खानेकुराहरू अर्डर गर्न चाहिँ एकदमै सजिलो भएको छ। किनकि हामी कोरियामा रहँदाखेरि तपाईँले डेलिभरी मोबाइलका हरेक एपबाट, जस्तै यहाँ नेपालमा हुँदा पनि तपाईँले विभिन्न मोबाइलको इन्टरनेटबाट चाहिँ आफूलाई चाहेको खानाहरू अर्डर गर्न सकिन्छ है त। अर्को छ फेदाल एप्सुल भनेको फेदाल एबुल भनेको फेदाल एपलाई चाहिँ इयोङ हामेन 식당과 메뉴에 대한 정보를 손쉽게 얻을 수 있습니다. 그리고 페달 앱을 이용하면
डेलिभरी एपलाई प्रयोग गर्यो भने सिक्ताङ्वा मेनु रेस्टुरेन्टका मेनुहरूको ध्यान बारेमा त्यसको छङबरुल जानकारीलाई स्वयं स्विपकै अदुल सुसिमता एकदमै सजिलो तरिकाले प्राप्त गर्न सकिन्छ। अदुल सुसिमताहरूको प्राप्त गर्न सजिन्छ। सुनसुपके सजिलो तरिकाले अदुल सुसिमताहरूको प्राप्त गर्न सकिन्छ। सायङजादुरुन भनेको प्रयोगकर्ताहरूले चाहिँ फेदाल एबुल भनेको डेलिभरी गर्ने एपलाई चाहिँ थोङ्गे मार्फत हान्सिक कोरियन खाना, चोङसिक चाइनिज खाना, याङसिक पश्चिमेली खाना, बुन्सिक पिठोको आइटमहरूको खाना दुङ आदि चाहिँ यर छुङ्न्यु भनेको विभिन्न छुङ्न्यु प्रकारका यर भनेको विभिन्न छुङ्न्यु भनेको के हो त प्रकारका उम्सिक खानेकुरा चाहिँ छुङ मध्ये छासिनी भनेको आफूले चाहिँ वनानुन आफूले चाहेको वा इच्छाएको उम्सिगुन खानेकुरा चाहिँ सन्थेक आयो छनौट गरेर भिएसटी हेर्नुहोस् है त भिएसटी प्लस म्य यसको अर्थ चाहिँ दही अथवा एर आफूले त्यसलाई छनौट गरेर फेदाल सिखिल सुइसम्दा डेलिभरी अर्डर गर्न सकिन्छ। छुमुन हाल्ते अर्डर गर्ने बेलामा थारम सारामदरी अर्डर गर्ने बेला अन्य मान्छेहरूले भनेको नामगिन फेङजङवा रिभ्यू रुल भनेको दिएको रेटिङ र समीक्षालाई हेरेर छासिनेगे भनेको आफूलाई मान्नुन भनेको मिल्ने मेनु रुल भनेको त्यो मेनुलाई चाहिँ खोरु सुदो स्मृति छान्न पनि सकिन्छ। भन्न खोजेको के छ भने यहाँ राम्रो हेर्नुहोस् है छुमुन हाल्ते अर्डर गर्ने बेलामा थारम सारामदोरी अन्य मान्छेहरूले दिएको नामगिन फेन्जमगा रिभ्यू रुल छाम्गा आयो भनेको चाहिँ दिएको रेडिक र समीक्षालाई भनेको मेनुमा दिएको रेडिक र समीक्षालाई हेरेर छासिनेगे आफूलाई मान्नुन भनेको मिल्ने मेनु रुल भनेको मेनुलाई आफूलाई मिल्ने खालका यिनीहरू यस्ता मेनुलाई चाहिँ खोरु सुदो स्मृति छान्न पनि सकिन्छ भनेको एकचोटि नेपाली हेर्नुहोस् है त डेलिभरी एपलाई प्रयोग गर्यो भने गर्दै रेस्टुरेन्टको मेनुलाई चाहिँ को बारेमा जानकारी सजिलै गरी प्राप्त गर्न सकिन्छ। अन्य मान्छेहरूले अथवा प्रयोगकर्ताहरूले डेलिभरी एप मार्फत कोरियन खाना, चाइनिज खाना, पश्चिमेली खाना, पिठोको आइटम चाहिँ विभिन्न प्रकारका खानाहरू मध्ये आफूले चाहेको खानाहरू छनौट गरेर डेलिभरी मगाउन सकिन्छ अथवा फेदाल सिकिल सुइसिमदा डेलिभरी अर्डर गर्न सकिन्छ। र चाहिँ अर्डर गर्ने बेलामा अन्य मान्छेहरू अथवा अन्य प्रयोगकर्ताहरूले चाहिँ दिएको रेटिङ र समीक्षालाई चाहिँ सहभागी गराएर त्यसलाई चाहिँ छासिनेगे आफूलाई मिल्ने मेनु छानेर पनि सकिन्छ। आफूलाई मिल्ने कुराहरू पनि के हो त छान्न सकिन्छ भनेको अर्थ मोबाइल एप्सको प्रयोग गरेर रेस्टुरेन्ट वा मेनुको चाहिँ विभिन्न खालका जानकारीहरू सजिलै प्राप्त गर्न सकिन्छ। र चाहिँ प्रयोगकर्ताहरूले डेलिभरी गरेको मार्फत चाहिँ कोरियन खाना भयो, चाइनिज खाना भयो, पश्चिमेली खाना भयो, पिठोको आइटमका यस्ता विभिन्न प्रकारका कुराहरू चाहिँ आफूलाई मनपर्ने चाहेका खानाहरू चाहिँ छनौट गरेर आफूले डेलिभरी अथवा अर्डर गर्न सकिन्छ। र अन्य मान्छेहरूले प्रयोग गरेका अथवा प्रयोगकर्ताहरूले त्यसको दिएको रेटिङ र समीक्षालाई हेरेर आफूलाई मनपर्ने मेनुको कुराहरू पनि छान्न सकिन्छ। बुझ्नुहुन्छ? यहाँहरूले हेर्न सक्नुहुन्छ मोबाइल एपबाट चाहिँ यो दिएको रेटिङहरूबाट तपाईँले त्यसबाट त्यो रेटिङ अथवा यसलाई समीक्षा गरेर तपाईँले आफूलाई मनपर्ने सामान पनि छान्न सक्नुहुन्छ। यहाँ भने छ छिगुम हगिन फेद्दु तपाईँले आफूलाई चेक जाँच गर्ने कति चाहिनेको कुन सामान लिने हो त्यो कुराहरू तपाईँले छनौट गरेर लिन सक्नुहुन्छ। अर्को छ फेदाल एप्स हेनगुम सिनोङ खादु खानफेन खेल्जे हिउदे फोन खेल्जे दुङ थायाङ हान खेल्जे सुदानुल छिवन हागी तेमुने सायङ जादरुल फेल्ली हागे खेल्जेरुल हाल्सु स्मृति हेर्नुहोस् है त फेदाल एप डेलिभरी एपबाट चाहिँ हेनगुम नगद सिनोङ खादु भनेको क्रेडिट कार्ड कोरियामा चाहिँ के हुन्छ भने क्रेडिट कार्ड
तपाईँले मोबाइल क्रेडिट कार्ड भनेको 1 महिनाभरि प्रयोग गरेपछि फेरि ब्याङ्कले काट्छ पैसा, त्यस्तो खालको क्रेडिट कार्ड। अनि खानपिन भनेको एकदमै सहज तरिकाले, सहज र खेल चाहिँ सहज तरिकाको भुक्तानी, मोबाइलबाट नै भुक्तानी दुङ आदि विभिन्न प्रकार, थाइगान भनेको विभिन्न प्रकारको, खेल चाहिँ भनेको भुक्तानीका साधनहरूले जीवन हागी तेमुने प्रयोग सहयोग गरेको कारणले साइन्जरुन भनेको प्रयोगकर्ताहरूलाई चाहिँ फेन आगे खेल्जे हाल्छु छिम्दा एकदमै सहज तरिका, एकदम कम्फर्टेबल गरी, एकदम सजिलो तरिकाले सजिलो गरी भुक्तानी गर्न सक्छन्। खेदानगा भनेको त्यसै गरी छौं भनेको पहिलो पटक, त्यसै गरी पहिलो पटक इयोङजा दुलेगे प्रयोगकर्ताहरूलाई हारिल हे छुगना डिस्काउन्ट गरिदिने वा कुपन छुनुन डिस्काउन्ट कुपनहरू दिने दुङ आदि थाइगान विभिन्न प्रकारको हेठेकुल भनेको छुटलाई चाहिँ छुट छेकोङ आगिदो हामीलाई उपलब्ध गराउने पनि गरिन्छ। भन्न खोजेको के छ भने माथिबाट तपाईँले हेर्न सक्नुहुन्छ, हामीले के बुझ्छौँ भने त्यसै गरी पहिलो पटक चाहिँ प्रयोगकर्ताहरूलाई इयोङचा दुलेगे प्रयोगकर्ताहरूलाई डिस्काउन्ट हारिल हे छुगना कुपन छुनुन भनेको डिस्काउन्ट दिने वा डिस्काउन्ट कुपनहरू आदि चाहिँ थाइगान विभिन्न प्रकारको हेथेकुल भनेको चाहिँ त्यसको छुटहरू छेगुङ हागिदो आम्दा भनेको उपलब्ध गराउने पनि गरिन्छ। तुहान फेरि छुमुनान उम्सेगी अर्डर गरेको खाना चाहिँ हेन्जे अहिले भर्खरै छोरी छुङ्गिन्जी अहिले कुक भइरहेछ छैन, अहिले कुकिङ अथवा पाकिरहेको छ कि छैन, कुक गरेको छ कि छैन, पकाइरहेको छ कि छैन, फेदाल छुङ्गिन जुरुल अथवा डेलिभरी भइरहेको छ कि छैन, यसलाई चाहिँ सिल सिगानुरो सही समयमा सिल सिगानुरो भनेको सही समयमा भगिन हाल्छु दुई छिमिता चेक जाँच गर्न पनि सकिन्छ। इरान यस्ता फिलिहाम यस्ता एकदमै सहजको इरान भनेको यस्ता फिलिहाम भनेको सहजको तेमुन्ने कारणले एकदमै सहज भएको कारणले हाङुक सारमदुरुन कोरिन मानिसहरू फेदाल एप्सुल मानि साइगाम्दा यस्ता प्रयोगकारक भएको कारणले, यस्तो सहज भएको कारणले चाहिँ कोरिन मानिसहरू डेलिभरी एप चाहिँ धेरै प्रयोग गर्ने गर्छन् है त। यहाँ देख्न सक्नुहुन्छ कोरियामा विशेष गरी डेलिभरी गर्ने कुराहरू है, विभिन्न एपहरूबाट आफूले चाहेको ठाउँमा आफूले डेलिभरी गरेको सामानहरू पाकिरहेको छ कि डेलिभरी भएको छ कि छैन त्यो सही समय पनि चेकजाँच गर्न सकिन्छ। चोटि माथिबाट नेपाली हेर्नुहोस्, डेलिभरी एप्स मार्फत चाहिँ नगद अथवा क्रेडिट कार्डबाट चाहिँ सहज तरिकाले भुक्तानी, मोबाइलबाट भुक्तानी र विभिन्न प्रकारका भुक्तानीका साधनहरू सहयोग गरेको कारणले चाहिँ प्रयोगकर्ताहरूलाई चाहिँ एकदमै सहज गरी चाहिँ भुक्तानी गर्न सहज भएको छ, एकदमै सजिलो तरिकाले भुक्तानी गर्ने भएको छ। त्यसै गरी पहिलो पटक प्रयोगकर्ताहरूले अथवा पहिलो पटक चाहिँ प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्तोका लागि चाहिँ हारिल हे छुगना कुपन छुनुन भनेको त्यसलाई डिस्काउन्ट गरिदिने अथवा डिस्काउन्ट कुपनहरू मार्फत विभिन्न प्रकारका छुटहरू उपलब्ध पनि गरिन्छ। फेरि अर्डर गरेका सामानहरू भर्खरै पाकिरहेको छ कि छैन, खाना कुकिङ भइरहेको छ कि छैन अथवा पाक्दैछ कि भनेर अथवा डेलिभरी भइरहेको त्यो समयलाई चाहिँ है त्यो सही समय चाहिँ चेक जाँच पनि गर्न सकिन्छ। यस्ता एकदमै इरान भनेको यस्ता फिलिहाम भनेको एकदमै सहजका कुराहरू त्यही भन्ने कारणले हाङुक सारमदुरुन कोरिन मानिसहरू फेदाल एप भनेको डेलिभरी एप चाहिँ मानिस हामीलाई धेरै प्रयोग गर्ने गर्छन्। नाउन प्लस तेमुने भनेको कारणले है। भनेपछि हामीलाई के भन्दा विभिन्न प्रकारको मोबाइल एप अथवा इन्टरनेटको माध्यमबाट चाहिँ हामीले हरेक कुराको हामीले अहिले के छ त, अहिलेको जमानै इन्टरनेट जमाना हो नि त, त्यस कारणले गर्दा यहाँहरूले यो सँगोलाई चाहिँ दोहोऱ्याइ यसलाई हेर्न सक्नुहुन्छ भन्दै आजको लेसनबाट म बिदा हुन चाहन्छु। खामसाहाम्निदा, धन्यवाद।